हेलो गाइज, गुड मर्निङ। तपाईँहरू सबैजना संसारमै हुनुहुन्छ होला है। हामी चाहिँ अहिले एकछिन गार्डनमा घुम्न आएको छौँ। हेर्नुहोस्, यहाँको रमाइलो वातावरण म तपाईँलाई एकछिन देखाउने छु। हेर्नुहोस्, यस्तो सानो सानो बुट्टाहरूदेखि लिएर विश्वको सबैभन्दा धेरै गुलाबहरू पाइने गार्डन पनि भन्ने गरिन्छ यसलाई। लगभग 5000 को हाराहारीमा 5000 प्रकारको गुलाबहरू पाउने गरिन्छ यहाँ। हेर्न सक्नुहुन्छ, यहाँ विभिन्न किसिमका गुलाबहरू अलग अलग गार्डन बनाइएको छ। अनि यसरी व्यवस्थित बनाएको छ। पार्क भनेपछि यस्तो हुनुपर्छ कि। हेर्नुहोस् त कति राम्रो छ। आकाशमा बेलुनहरू फैलाइएको छ, यता मेला लाग्दैछ, टेन्टहरू बनिरहेको छ। अनि हेर्नुहोस्, यहाँ चाहिँ बाटो यस्तो बनाएको छ कि गार्डनको बिचमा ट्याक्क घाँसहरू काटेर मानिसहरूको खुट्टा बना लागोस् भनेर यस्तो बनाइएको छ। हामी घुम्न भनेर यतै आइरहेको छौँ सबैजना। एकैछिनमा हामी अझै अगाडि एकदमै राम्रो ठाउँमा जाँदैछौँ। ओके, क्या सोच तो ऊ पछाडिपट्टि देखिरहेको छ टेन्ट जस्तो, त्यो चाहिँ दसैँको तयारी हुँदैछ। यहाँ पनि नेपालीहरूले भव्य रूपले दसैँ मनाउने गर्छन्। त्यो भएको हुनाले चाहिँ एकदमै रमाइलो भइरहेको छ। अब हामी केही दिनसम्म हामी यसरी नै घुम्ने प्रक्रियामा छौँ। तपाईँहरू हाम्रो भिडियोलाई हेरेर कहाँदेखि हेर्दै हुनुहुन्छ, लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। ओके, हेर्नुहोस्, विभिन्न किसिमको यहाँ गुलाबहरू मिल्ने गर्छ भनेको थिएँ नि मैले। आजै मिल्यो नि। वाह, गार्डन भएपछि यस्तो हुनुपर्छ। अनि यस्तो भयो भने पर्यटन प्रबन्धनमा पनि एकदमै टेवा पुग्छ र पर्यटकहरू एकदमै आकर्षित हुने खालको गार्डन छ। त्यही भएर थुप्रै किसिमको गार्डनमा घुम्नको लागि मान्छेहरू आउनुहुन्छ। अहिले चाहिँ अलिक बिहानकै समय छ। साँझको समयमा एकदमै भिडभाड हुने गर्छ। यो पार्क पुरै फुल हुन्छ। हेर्नुहोस्, जति पनि देखिन्छ नि, मैले देखाइरहेको छु, यो सबै फुल हुने गर्छ। त्यो भएको हुनाले अब हाम्रो नेपालमा पनि यस्तै किसिमको पार्क बनाउनु पर्छ होला है त। सबै मिलेर यो किसिमको पार्क बनायो भने वाह, एकदमै रमाइलो हुन्छ। यहाँ अगाडि एकदमै रमाइलो रहेछ। म फेरि पनि तपाईँहरूलाई अर्को ठाउँ देखाउने छु।